नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानल। अब मैले साह्रै राम्रो आकर्षक एकतले नयाँ घर लिएर आएको छु। काठमाडौँ कागेश्वरी मनहरा थली नगरपालिका बिल्डिङ पछाडि रहेको छ। 3 आनामा बनेको 14x14 पिलर भएको आकर्षक नयाँ रोयल डिजाइनको घर रहेको छ भने यो घरमा यहाँहरूले जम्मा 4वटा रुम पाउन सक्नुहुनेछ भने मोडुलर किचन, बत्ती कलर लाइटिङ, साह्रै राम्रो आकर्षक डिजाइनमा फिनिसिङ गरेको घर रहेको छ। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला। यो घरको मूल्य, कन्ट्याक्ट नम्बर अन्तिममा राखिदिनेछु। आउनुहोस् अब म तपाईँलाई यो घरको भित्रको दृश्यहरू देखाउन गइरहेको छु। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ गेट पनि साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने बत्तीहरू फिट गरेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो स्लाइडिङ गेट पनि यहाँहरूले आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब भित्र हेरौँ। यो गेटबाट छिर्ने बित्तिकै यहाँहरूले यो साइडमा यहाँहरूले एउटा गाडी पार्क गर्न सक्नुहुनेछ भने राम्रो खालको टाइलहरू युज बिछाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो साइडमा पनि यहाँहरूले बाइकहरू पार्किङ गर्न सक्नुहुनेछ। हात खुट्टा धुनको लागि यहाँहरूले एउटा धारा बाहिर राखेको पाउन सक्नुहुनेछ भने यतापट्टि यहाँहरूले वाटरफल ढुङ्गे धारा एउटा राखेको पाउन सक्नुहुनेछ। राम्रो आकर्षक क्लासिक डिजाइनमा बनेको घर रहेको छ। यदि तपाईँहरू यस्तै राम्रो आकर्षक डिजाइनमा बनेको नयाँ घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। माथि तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ राम्रो खालको बत्ती कलर लाइटहरू फिट गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो घरको भित्र रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो भर्याङउने चाहिँ यहाँहरूले स्टोर रुम प्लस यहाँले 13-14 हजार लिएको रिसिप्ट ट्याङ्की पाउन सक्नुहुनेछ भने यो भर्याङतिर पनि राम्रो खालको ग्रेनेडहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो ढोका पनि यहाँहरूले राम्रो खालको काठकै प्रयोग भएको पाउन सक्नुहुनेछ भने यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले लिभिङ रुम पाउन सक्नुहुनेछ। माथि कटस डिजाइनहरू लगाएर राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यहाँहरूले ठुलो खालको झुमर फिट गरेको पाउन सक्नुहुनेछ। साइडमा यहाँहरूले राम्रो खालको कर्नेस फ्रेमहरू लगाएर आकर्षक क्लासिकल डिजाइनमा बनेको घर रहेको छ भने यो लिभिङ रुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुम पनि यहाँले फराकिलो नै पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो किचन रुमबाट बाहिरपट्टि निस्किनको लागि एउटा ढोका पाउन सक्नुहुन्छ। यहाँले बत्तीहरू करेस डिजाइनहरू लगाएर राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो किचन सेलमा पनि राम्रो खालको ग्रेनेड टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने पूर्वीपट्टि फर्काएर यहाँले चिम्नी फिट गरेर पाउन सक्नुहुनेछ भने सामानहरू राख्नको लागि यहाँले वाटरप्रुफ काठ युज गरेर राम्रो डिजाइनमा बनेको घर पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँहरूले भाडाहरू धुनको लागि बेसन पाउन सक्नुहुनेछ। मुनि पनि यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ वरिपरि नै सामानहरू राख्नको लागि र्यागहरू बनेको पाउन सक्नुहुनेछ भने यो किचन रुम यहाँहरूले निकै नै फराकिलो नै पाउन सक्नुहुनेछ। 14x14 पिलर प्रयोग गरेर बलियो डिजाइनमा बनेको हालसालै फिनिसिङ भएको नयाँ घर रहेको छ। यदि तपाईँहरू काठमाडौँ कागेश्वरी मनहरा थली नगरपालिका बिल्डिङ पछाडितिर यस्तै राम्रो नयाँ घरको खोजीमा हुनुहुन्छ भने निकै नै सस्तो भावमा यो घर बिक्रीमा आएको छ। आउनुहोस् अब म तपाईँहरूलाई यो पूर्व दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै फराकिलो पाउन सक्नुहुन्छ। क्रिम कलर लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने वरिपरि यहाँहरूले राम्रो खालको कर्नेस डिजाइनहरू लगाएर बत्ती कलर लाइटहरू राम्रो आकर्षक डिजाइन फिट गरेर बनेको पाउन सक्नुहुन्छ भने साइडमा यहाँहरूले कर्नेस फ्रेमहरू लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो बेडरुम पनि तपाईँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा पनि यहाँहरूले राम्रो खालको टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुन्छ भने यतापट्टि हात धुने बेसन प्लस यता मिररहरू राखेर लाइटहरू राम्रो आकर्षक डिजाइनमा फिट गरेको पाउन सक्नुहुनेछ भने यो धाराको सामानहरू पनि राम्रो कम्पनीको प्रयोग गरेको यहाँहरूले पाउन सक्नुहुनेछ भने यतापट्टि यहाँहरूले कम्फर्ट फिट गरेर बनेको पाउन सक्नुहुनेछ। यो कमन टोयलेट बाथरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम भने तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ फराकिलो नै पाउन सक्नुहुन्छ भने माथि कलर्स डिजाइनहरू लगाएर बत्ती कलर लाइटहरू राम्रो आकर्षक डिजाइनमा फिट गरेको पाउन सक्नुहुनेछ भने यो घरमा झ्याल ढोका यहाँहरूले काठकै प्रयोग भएको पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि यहाँहरूले ग्रिलहरू लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यहाँहरूले जाली खाबाहरू पनि लगाएको पाउन सक्नुहुनेछ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। 3 आनामा बनेको 14x14 पिलर भएको घर रहेको छ। यो हालसालै फिनिसिङ भएको घर, 2टा बेडरुम, एउटा फराकिलो किचन रुम प्लस यहाँले एउटा लिभिङ रुम पाउन सक्नुहुनेछ। राम्रो डिजाइनमा बनेको घर रहेको छ। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन
गइरहेका छौँ। काठमाडौँ कागेश्वरी मनहरा थली नगरपालिका बिल्डिङबाट एकदमै नजिक यो घर रहेको छ भने 3 आनामा बनेको 14x14 पिलर भएको आकर्षक क्लासिक डिजाइनको घर रहेको छ भने यो घरमा यहाँहरूले जम्मा 4वटा रुम पाउन सक्नुहुनेछ भने बत्ती कलर लाइटिङ मोडुलर किचनहरू राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले लाइट फ्रेमहरू लगाएर आकर्षक डिजाइनमा बनेको घर रहेको छ भने यदि तपाईँहरूलाई पैसा पुगेन भने यो घरमा यहाँहरूले ब्याङ्किङको पनि सुविधा पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल निकासा सम्पूर्ण सुविधा यहाँहरूले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। साखु जाने मेन हाइवेबाट 300 मिटर चञ्चुनभित्र यो घर रहेको छ भने राम्रो आकर्षक डिजाइनमा बनेको घर रहेको छ। यदि तपाईँहरूलाई पैसा पुगेन भने यो घरमा ब्याङ्किङको पनि सुविधा रहेको छ भने घरधनीले बताएअनुसार यो घरको मूल्य 1,45,00,000 बताउनु भएको छ। यहाँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तपाईँहरूकै भाउमा केही मिलाएर दिने घरधनीले बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ भने यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै छेउमै आउने बेलाका थिचेर अलमा क्लिक गर्ने नभुल्नुहोला। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।